आज राति 12 बजेपछि के गर्न पाइन्न? फागुन 21 गते हुने निर्वाचनको लागि आज राति 12 बजेदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार आज राति 12 बजेपछि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचार प्रसार लगायतका सबै प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला र गोष्ठीमा पूर्ण रूपमा रोक लगाइएको छ। सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेद्वारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसार सामग्री पोस्ट र शेयर गर्न पाइने छैन। सामाजिक सञ्जालमा यसअघि राखिएका विज्ञापन र प्रचार सामग्री हटाउनु पर्नेछ। साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल वा अन्य कुनै साधनको प्रयोग गरेर मतदाता प्रभावित पार्न पाइन्न। मतदान हुने दिनको 48 घण्टा अघि नै मतदान स्थलको 300 मिटर वरिपरि राखिएका राजनीतिक दल र उम्मेद्वारका प्रचार प्रसार सामग्री हटाउनु पर्नेछ। भोज भतेर गर्ने, बाजा बजाउने, नाचगान गर्ने, सार्वजनिक जुलुस प्रदर्शन गर्ने वा हुल हुज्जत र हो हल्ला गरेर निर्वाचनको वातावरण बिथोल्ने काम गर्न हुन्न। यी लगायत निर्वाचनलाई असर पार्ने कुनै पनि कार्य गर्न आयोगले रोक लगाएको छ। मौन अवधिमा पालना गर्नुपर्ने नियम पालना नगरेमा कडा कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी छ।